योभन्दा गर्न सकिएन। हेर्नुहोस् यो सडक जुन यता यो लैनचौरतिर आएर माथिबाट आउने र यो सामुकोसीबाट सिधै सडकको खाल्टो हेर्नुहोस्, यो बिजोग अवस्था छ। यहाँ गाडी हिँड्ने अवस्था छैन। सम्बन्धित निकायको तत्काल ध्यान आकर्षण हामीले गर्न सक्ने यति चाहिँ कोरिदिउँ। अहिले कसैको गाडीको बम्पर सम्पर यो भाँचिन सक्दैन, यति चाहिँ ढुङ्गा हालियो। अब यहाँभन्दा हामीले हाल्न सक्ने अवस्था छैन। यतापट्टि माटो छ, एउटा बकेट ल्याएर 4-5 बकेट यहाँ हालिदिन सक्यो भने हुन्छ। यता माटोको थुप्रो छ, यता साइबर ब्युरो पुलिसको, यता पुलिस हेडक्वार्टर छ। अवस्था यो चाहिँ गाडीको अवस्था हिँडडुल गर्न साह्रै नै समस्या। मोटरसाइकलको त स्कुटीको त कुरै नगरौँ, स्कुटीको त मोटरसाइकल हिँड्ने अवस्था छैन। भर्खरै मात्र मैले देखेर यहाँ सामान लिन न्यु रोड जाँदै थिएँ, त्यही देखेर यो बनाइदिएको मैले यत्तिको। अब यो भन्दा मैले बनाउन सकिनँ। सम्बन्धित निकायको तत्काल ध्यान आकर्षण हो र उसले यो काम गरोस्। यो खाल्टा पुर्ने काम कसको कहिले गर्ने हो? यो धेरै समयदेखि यहाँ यो अस्तव्यस्तै छ यो सडक ठ्याक्क पुल्ने र